हेलो एभ्रिवान, होली खेल्नको लागि चाहिँ पुरा कलरहरू रेडी गर्दै हुनुहुँदो रहेछ यहाँ मेरो भाउजूले। अब होली खेल्नु रेडी। यहाँ भाउजूले मलाई टिका लगाइदिनु अरे। फर्स्टमा चाहिँ सुरुवात चाहिँ मबाट लु लगाइदिनु। यहाँ लगाइदिनु कहाँ भन र यहाँ लगाइदिनु। अब भनिहाल्छ होली खेल्नु यसरी यसरी सिधा यसो गरेर लाउनु पर्ने हैन। यसरी मिसाउनु पर्यो न यसरी। ल फेरि म पनि लगाइदिनु पर्यो भाउजूलाई। सुरुवात चाहिँ मबाट गरेको रे साथीहरु। तर यहाँ भाउजूलाई टिका लाउनु आएन। ठीक छ नानी। के गर्छ? ह्यापी होली भाइ। ल यो साल भेट्यो, अर्को साल कहाँ भेटिन्छ, अर्को साल त अब कता पुगिन्छ। मेरो दाइलाई पनि लगाइदिनु पर्यो। दाइ आउनु खोइ बत्ती बाल्दा नि तपाईँलाई त कस्तो उयो दिएको ल है। के भन्छ शुभकामना, होलीको शुभकामना, अर्को साल त भाउजूलाई पनि भाउले हामीले यसरी लाउने हो नि त खास त यसरी लाउने हो नि त यसरी लाउने हो कि मेरो बाबु हेप्पी होली। पछि भेटिन्छ कि भेटिँदैन, मरि गइन्छ कि कलर हैन। यस्तो यस्तो कलर कलर यहाँ मेरो पहिला कलर लाउन सिकाउँदै छु। लगाइदिनु साथी हो कलर पनि हेर्नु भनी भनी लगाइदिनु। यस्तो यस्तो लगाइदिनु। आज म चाहिँ के चस्मा लाएर बोलिरहेको नि तेरेका। ल फर्स्ट टिका ल भाइ अब सुरुवात मबाट। राम्रो होस्, कलरमा जिन्दगी होस्, कलरै कलरले भरेको होस् है सधैँभरि हाँसी। ल अब यसरी यसरी फेरि अर्को यहाँनिर अब मिलाउनु कलर त यसरी पनि मिलाउनु पर्ने रहेछ साथी हो। हामी त अघि त ल यहाँ चाहिँ अब चारवटा बस्ने भयो है। ट्याक्कै मिलाइ मिलाइ कलर लाउँदै चाहिँ यहाँनिर। ल अब यसरी मिलाएर पनि लाउनु पर्छ। थ्याङ्क यू है। रङ्गायो नयाँ भे। थ्याङ्क यू दिदी। हाम्रो भित्र जाने राम्रो आउनु त उयो पनि राम्रो चाहिन्छ। के गर्छ कस्तो राम्रो रेड कलर कस्तो राम्रो गर्छ गोरी गोरी कलरमा राम्रो छ। मेरो के पर्ने हो बहिनी सोचिनी। ह्यापी होली। थ्याङ्क यू हाम्रो मानव। ह्यापी होली ह्यापी होली। अब आजै त होला नि जे पर्ने पर्ला। आज त अर्को साल भेट हुन्छ हुन्न थाहा छैन। जारी नै तिरौला भने जस्तो होइन त सोल्टी नै हो। अब दिदीको सोल्टी भएपछि
होली पनि खेलिसक्यो हल्का भोक लागेको अवस्था साथीहरू अब टक्क पोलेको मासु काँचो अचारसँग यो त खानु पर्ने हालो यो नखानेको लागि चाहिँ यहाँनिर डिउ पनि रेडी छ है यहाँ बुहारी चाहिँ भर्खर आइपुगेको अवस्था अब हाम्रो भाउजूले चाहिँ पुरा कलर लगाइदिँदैछ अब हामी सबैलाई लगाइदिने हो यो पालिको उले चाहिँ तेरो जिउ के अरे स्वास्थ्य चाहिँ राम्रो होस् है यो चाहिँ राम्रो छ सबैजना कलर लाउनमा व्यस्त छ हामीले त अब छुट्यो के हो आफ्नो मान्छे छुटाउँदै जान्छ यो जान्छ होली लागेको अवस्था सबैलाई होली लागेको अवस्था साथीहरू हो तर एकजनालाई होली लागेको छैन है एकजना होली लागेको छैन मजा लाग्छ यस्तो तरिकाले होइन पठा भन्छ हाम्रो दिदीले अहिले चाहिँ यहाँ पुरा फोटोसुट हुँदैछ अब हाम्रो होली पनि सकिसकेको छ साथीभाइ हो है एकदमै रमाइलो भयो है अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।